आइसिसी महिला विश्वकप एसिया छनौटको लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा 20 जना खेलाडीहरूलाई बोलाइएको छ। नेपाल क्रिकेट संघ क्यानले आगामी मे महिनामा थाइल्यान्डमा हुने आइसिसी महिला विश्वकप एसिया छनौटको लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा 20 जना महिला खेलाडीहरूलाई बोलाएको हो। दोस्रो चरणको तयारीको लागि कप्तान इन्दु वर्मा, बिन्दु राउल, सम्झना खड्का, रुबिना छेत्री, रोमा थापा, कविता जोशी, यशोदा विष्ट, रुबी पोद्दार र राजमती ऐरीलाई प्रशिक्षणमा बोलाइएको छ। यसैगरी काजल श्रेष्ठ, पूजा महतो, कविता कुँवर, शबनम राई, ईश्वरी विष्ट, सोमु विष्ट, मनिषा उपाध्याय, रचना चौधरी, सीताराना मगर, सीमाना केसी र रिया शर्मालाई पनि बन्द प्रशिक्षणमा बोलाइएको क्यानले जनाएको छ। क्यानले बन्द प्रशिक्षणमा बोलाइएका यिनै 20 जना खेलाडीबाट प्रतियोगिताको लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गर्नेछ। अवस्था आजलाई हाम्रो भिडियो सामग्री यति नै। आगामी दिनमा पनि नेपाली खेल सम्बन्धी ताजा अपडेटको लागि हामीलाई सब्स्क्राइब गरी नजिकैको बेल आइकन दबाउन पनि नभुल्नुहोला।